के भन्न चाहन्छु भने धेरै जस्तो गरायो यता घुम्यौँ 3-4 जना उता नुहाउन गएका छन् अब के भन्ने तिनीहरू त खोजेकै के भन्ने हामीलाई त्यो नि थाहा छैन त्यो एउटा चाहिँ मासु विशेष कुरा मासुमा छ किनभने मासुमा हेर्नुहोस् यस्तो गराए कि मलाई 3 चोटि रोजेर दियो 3 चोटि के हो त्यो अझै मेरो साथीलाई पुरा यति लामो थियो हड्डी खुट्टाको यो दियो यस्तो त गर्नु भएन हेर्नुहोस् आज यति धेरै छ हामी पुरा जिपिएसको पुरा आछौँ यहाँ 9-10 को पुरा यता त खाली थियो हामी आएर पुरै भइदियो त्यो पुरा कति भएको छ पुरा भरेछ एउटा यता दोकानदार अङ्कल हुनुहुन्छ त्यो अङ्कलले आज लास्टै धेरै बिक्री गर्नुभयो तपाईँ पनि आउनुहोस् यताको चटपटै खानुहोस् यता घुम्नुहोस् तर यहाँ ताल भनेर नआउनु होला किनभने यतातिर के छ तालको नाममा कुवा छ यता अब हेर्नु छ भने यो नदी छ त्यो नदीमा पनि के भनौँ यस्तो तातो पानी छ नुहाउन गएको थिएँ 3 जना केटा जान त धेरै गएको थिएँ अब 3 जना केटा गएको थिएँ तिनीहरू फस्यो अब सरले भोलि स्कुलमा गएर के गर्ने होला तिनीहरूको ल त धन्यवाद यतिकैमा म यहाँ म सोच्नु